भने त खासै म बोले नि नबोले नि खासै केही फरक पर्ने त होइन त्यही पनि यसो भन्न मन लागेको मनमा लागेको कुरा जो सब फेरि नेपाल हुँदा नेपालको माया लाग्दो रहेछ, विदेशमा भइसकेपछि अलिक बेसी नै माया लाग्दो रहेछ फेरि। किनभने देशमा जे भइरहेको छ जस्तो भइरहेको छ त्यो डिरेक्टली आफूसँग रिलेटेड हुने नै रहेछ। किन रिलेटेड हुन्छ भन्दाखेरि 1 वर्ष अगाडि म विदेश आउँदाखेरि केही होला, केही गर्न सकिएला, वा विदेशमा त चाहिँ पैसै फल्ने बुट पो छ कि भन्ने जुन सोचेर आएको थिएँ, यहाँ आउँदाखेरि त्यसको त ठ्याक्कै अपोजिट निक्लियो नि त। होइन पैसै नभएको त होइन, तर जुन हिसाबले यहाँ काम गर्नुपर्छ त्यो हिसाबले त मैले कहिले पनि काम गरेको थिइनँ नि त जिन्दगीमा। नेपालमा हुँदा त मैले त्यति काम गरिनँ जुन यहाँ आएर मिहिनेत गर्नु परेको छ। त्यो हिसाबमा यसो म सोच्छु, हरेक दिन सोच्छु, हरेक रात सपनामा देख्छु, घर पुग्छु सपनामै। तर नि सोच्छु एउटा निर्णय त्यत्रो पैसा लगानी, त्यो लगानी उठ्ने कि नउठ्ने डर, त्यसले गर्दा पनि कति युवा सपनाहरू चाहिँ विदेशमै गाडिँदो रहेछ क्या। यहाँ म मान्छे भेट्छु, देख्छु, मान्छे आएको यहाँ कति वर्ष पहिले आएका, कोही चाहिँ अन्त देशबाट आएका, कोही नेपालबाटै आएका। अनि एउटै प्रश्न हुन्छ, नेपाल जान मन लाग्दैन त भन्यो। अनि जान त मन लाग्छ, तर के गर्ने, अब त्यत्रो पैसा लगानी भएको छ, पैसा उठाउनै पर्यो। पैसा उठिसकेपछि यहाँ आएर बसिसकेपछि केही न केही गरेर जाउँ भन्ने हुन्छ। भोलि देशको हालत त्यस्तो छ, भोलि केही भएन भने फेरि फर्केर कहाँ जाने त नि। त्यही सोचेर मान्छे एउटा यो के भन्छ यसलाई, चक्र जस्तो कि एउटा भुमरी हुँदो रहेछ कि, विदेश भुमरी, त्यसमा फस्दो रहेछ क्या मान्छे। बिचरा अब गाह्रो हुन्छ मान्छे, हरेक दिन एक दिन काम गर्न नि गाह्रो हुन्छ, काम गरि पनि रह हुन्छ। बिचरा आउँछ, सुत्छ, खान्छ, भोलि बिहान उठ्यो फेरि गयो त्यही काम। पैसा आइरहेछ, नआइरहेको होइन, पैसा आइरहेछ, पैसा छ। नेपालमा औसतमा महिनामा कमाउने भन्दा डबल त्रिबल चौरले बढी पैसा छ। तर पनि उनीहरूसँग प्लान चाहिँ हुँदैन कि, एक्जिट प्लान जस्तो केही होइन। म अब नेपाल गएर यो गर्छु, यसो गर्यो भने मैले चाहिँ नेपालमा पनि केही गर्न सक्छु र आफ्नै देशमा चाहिँ आरामले बाँच्न पाउँछु भनेर त्यस्तो लाग्दो रहेछ। मलाई थाहा थिएन त्यस्तो लाग्छ भनेर, अब यहीँ आइ थाहा भयो। नमरी स्वर्ग देखिन्न भन्थे, देखिँदो रहेछ। यो कुरा अहिले किन गरेको भने भाद्र 23 र 24 को जेन्जी घटनाले जुन फाउन्डेसन दियो फागुन 21 को चुनावको लागि, त्यो फाउन्डेसनमा रहेर अहिले आज फागुन 23 गते सायद बालेनले जितेका छन्। कहाँबाट जितेका छन्? झापा 5बाट। झापा 5 भने कसको इलाका? केपी शर्मा ओली, द डिक्टेटर। केपी शर्मा ओलीलाई नै झापाबाट सुलुत्ते बाहिर। अब फेरि यहाँ कुरा गर्दै जाँदाखेरि म फेरि राष्ट्रसभाको सदस्य पनि होइन। म मेरो विद्यार्थी जीवनमा नेपाल विद्यार्थी सङ्घको हाम्रो क्याम्पसको इकाइ समितिको उपसभापति भएको मान्छे। किनभने मलाई काङ्ग्रेसको नीति, मलाई काङ्ग्रेस मन पर्थ्यो। काङ्ग्रेस नेता होइन, काङ्ग्रेस मन पर्थ्यो मलाई। काङ्ग्रेसको चाहिँ नीति नियमहरू मन पर्थ्यो। काङ्ग्रेसले काम गर्ने तरिका मन पर्थ्यो। त्यसैले मैले काङ्ग्रेसको फलो गरेँ। त्यसपछि मैले क्रियाशील सदस्य पनि लिएको। क्रियाशील सदस्य थिएँ म, तर समय सँगसँगै क्रियाशील सदस्य मैले खारिज गरेँ। मैले रिन्यू गरिनँ, किनभने कुनै पनि पार्टी नराम्रो त छँदै छैन। सबैको आफ्नो नीति नियमहरू, आफ्नो भिजनहरू सबैको राम्रो नै छ। तर मेरो काङ्ग्रेस पार्टीले जे गर्छ जस्तो लाग्थ्यो, म त्यो गर्दो रहेछ। त्यही भएर मैले चाहिँ होइन, यो पार्टी त मेरो लागि अहिले ठिक छैन भनेर म स्वतन्त्र नागरिक भएँ। स्वाभाविक कुरो हो, नेपालमा बसिसकेपछि एउटा पार्टीमा आबद्ध लगभग हुन जरुरी छ। किनभने ब्युरोक्रेसी नै त्यही अनुसारको छ, कर्मचारी तन्त्र छ। कर्मचारीहरू पनि पार्टीगत हिसाबकै छन् त्यहाँ। लोकसेवाबाट आउँछन्, तर
पनि पार्टीगत इम्प्याक्ट पर्छ त सबैलाई थाहा भएको कुरो हो। र अहिलेको चुनावमा जुन देश घन्टीमय भयो त्यसमा म यति खुसी छु। किन खुसी छु भन्दाखेरि कमसे कम नेपाली जनतालाई भेडा भन्नुहुन्छ, तपाईँ झोले भन्नु जे भन्नुहोस्, जब देशमा कुनै पनि बेला क्रान्तिको आवश्यकता परिरहेको हुन्छ त्यति बेला जनताले मत परिवर्तन गरेकै छन्। मत परिवर्तन गर्न पाउनु लोकतन्त्रको अधिकारै हो। अहिले मौका कसको आयो? घन्टीको आयो। घन्टीको किन आयो भन्दाखेरि बालनले जुन हिसाबमा काठमाडौँ महानगरपालिकामा मेयर हुँदाखेरि काम गरे होला, अब 3 वर्ष 4 वर्षमा जति गर्न सक्दै गरे। एकैचोटि फु गरेर चाहिँ ह्यारी पोटरको वान्ड घुमाएर चाहिँ देश विकास हुने होइन। तर पनि यो एउटा खुड्किलो त हो। आज बालनको यति मतान्तरको जितले के देखाउँछ भन्दाखेरि जनतालाई परिवर्तन चाहिएको छ। जनता पुरानो पार्टीबाट आजित भइसकेका, थकित भइसकेका छन्। पोलिटिकल इन्स्टेबिलिटी भनेर हामीले सोसल स्टडिजमा कतिचोटि लेख्यौँ होला, मलाई याद पनि छैन, म स्कुल पढ्ने बेला कतिचोटि लेखेँ। त्यसैले म खुसी छु, धेरै नै खुसी छु र आशा छ यसले देशमा परिवर्तन लिएर आउनेछ। केही नभए पनि बहुमतकै सरकार वा 2/3 बहुमतकै सरकार भएर पनि देशले 5 वर्षसम्म एउटै प्रधानमन्त्री पाउनेछ। गाउँको मुखिया एउटै भयो भने मुखियालाई कम्पलसरी हुन्छ कि उसले विकास गर्नै पर्छ। भोलि 5 वर्षपछि उसले फर्केर जवाब कसरी दिने? त्यसैले म खुसी छु। आशा छ सबै नेपालीहरू पनि खुसी हुनुहुन्छ होला, किनभने एउटा खुड्किलो हो। एउटा खुड्किलो हामीले पार गऱ्यौँ। हेरौँ आगामी दिनमा के हुन्छ। र म लगायत सम्पूर्ण विदेशमा रहेका नेपालीहरूलाई पनि भोलि नेपाल फर्किने वातावरण मिलोस्, एउटा आशा बोकेर। विदेशीको गुलामी गरिरहनु हाम्रो नियति होइन। हामी नेपाली हो, गोर्खाली। भनेको छ पहराली हो छाती मेरो, बगेका छ छहरा रगतमा मेरो। पखेरोमा जन्मे टाँकुरोमा हुर्केँ, म झुक्दै नझुक्ने नेपालको छोरो। जय देश, जय नेपाल।